हेलो गाइज, फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ हाम्रो गाई ब्याउनु लाग्दैछ अनि हामी चाहिँ घरमा 5 जना छौँ नि त। अनि हामी 5 जना चाहिँ भोट गर्दैछौँ बाछा ब्याउँछ कि बाछी भनेर। जस्तै कि हामी बेबी सावर गर्छौँ नि बेबी जन्मिनु भन्दा अगाडि, त्यस्तै नै आज हामी हाम्रो गाईले चाहिँ बाछा ब्याउँछ कि बाछी भनेर भोटिङ गर्दैछौँ ल हामी 5 जना। यसो रमाइलोको लागि है यो भिडियो चाहिँ। गाइज अन्यथा नलिनु होला, हेरिदिनु होला। अनि कि त्यो हाम्रो गाईले के ब्याउँछ जस्तो लाग्छ भन्दा मलाई लाग्छ बाछा ब्याउँछ जस्तो लाग्छ। बाछा भोट दिएको हो? यस ए पक्रियो नि त सहमति भने। यस मम्मी हाम्रो गाई ब्याउनु आँट्दैछ कि एउटा खुट्टा निकालिसकेछ कि ए दुईटा पनि निकालेको छ त खुट्टा। हो र तपाईँलाई बेबी बोय हुन्छ जस्तो लाग्छ कि गर्ल हुन्छ जस्तो लागेछ? म त बाछी होस् भनेको। बाछी होस् भनेको, तर के हुन्छ जस्तो लाग्दैछ? बाछी नै हुनु पर्ने। ए हो ओके। यहाँ हो, यहाँ पक्रिनु न त त्यसो भए, पक्रिनु न सहमति। कोरोना लाग्छ भनेर क्या मम्मीले। बाबा एउटा कुरा सोधौँ, गाई ब्याउन आँट्यो कि तपाईँलाई बाछा हुन्छ कि बाछी हुन्छ जस्तो लाग्छ? हामीलाई त बाछी चाहिएको नि, माउ बनाउन होइन चाहिएको त बाछी कि, तर के जन्माउँछ जस्तो लाग्दैछ? बाछी नै। तपाईँको भोट केमा, बाछा कि बाछीमा? अब असल गाईले त प्रायः जसो बाछी दिँदैन, बाछो दिन्छ भन्छन् होइन। तर खास गरी त अब हामीलाई बाछी चाहिएको, बाछीको चाहना हो, तर बाछो पनि हुनसक्छ। भोट चाहिँ केमा दिनुहुन्छ त अहिले? बाछी पायो भने बाछीमा भोट दिने। होइन अहिले भन्नु न, बाछा बाछी मात्र भन्नु न, भोट बाछी बाछी बाछीमै भोट हो। ल गाइज हाम्रो बाबाको पनि चाहना बाछी नै हो। मेरो दाईको भोट चाहिँ बाछीमा छ है त। अनि मेरो भोट चाहिँ हो बाछीमा। अनि मैले आज के बोल्दै थिएँ, मलाई नै लाज लाग्यो, त्यही भएर मैले यसको साउन्ड चाहिँ हटाइदिएँ गाइज। भिडियो यति नै, अर्कोमा हेर्नु होला के हुन्छ। बाई बाई।